हेलो सबैलाई नमस्ते। आजको भिडियो चाहिँ स्पेसल छ। स्पेसली चाहिँ कसलाई छ भन्दाखेरि हाम्रो दिदीबहिनीहरूको लागि छ है। यो भिडियो चाहिँ एउटा ट्रेनिङको बारेमा छ। ट्रेनिङ भनेको मतलब तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि फ्री अफ कस्टमा स्पेसली हाम्रो दिदीबहिनीहरूको लागि, जसले चाहिँ हाम्रो फुर्सदमा चाहिँ केही गर्छु भन्ने जुन इच्छा हुन्छ र केही आम्दानी पनि गर्छु भन्ने इच्छा हुन्छ, त्यो दिदीबहिनीहरूको लागि चाहिँ यो भिडियो स्पेसली डेडिकेटेड हो। अब यो भिडियो चाहिँ फेरि केटाहरूले नहेर्नु चाहिँ भनेको होइन, तर यो भिडियोमा चाहिँ के छ भन्दाखेरि स्पेसली वुमेनहरूको लागि मात्रै, महिलाहरूको लागि मात्रै ट्रेनिङको हामीले पुरा गरेको छौँ। डल्ले साबुनदेखि टपरी बनाउनेदेखि अचार बनाउनेदेखि त्यसपछि तपाईँको सेलरोटीहरू बनाउने, त्यसपछि अरू पनि धेरै सिपहरू चाहिँ तपाईँले यो महिला समूहमा आबद्ध भएर सिक्न सक्नुहुन्छ। यो भिडियो धेरै हेर्नु पर्दैन, तपाईँले एटलिस्ट 5 मिनट मात्रै हेरे पुग्छ। तपाईँको घरमा चाहिँ तपाईँले आफ्नो फुर्सदको समयमा म केही सिप सिक्छु र केही काम गरेर अलिकति अर्थ उपार्जन मतलब अलिकति पैसा पनि कमाउँछु भन्ने तपाईँको सोच छ भने यु क्यान फलो दिस भिडियो। यो भिडियोमा मैले लिङ्क पनि भनिदिने छु। तपाईँले यदि केही क्वेसन छ भने ट्रेनिङको बारेमा यु क्यान कन्ट्याक्ट, मतलब तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, कमेन्ट्समा चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। भिडियो थोरै छ, धेरै छैन, नछुटाकनी हेर्नु होला। पछाडिको भाग तपाईँले स्किप गरे हुन्छ, नो प्रब्लम। ओके, गुड लक है त। नमस्ते सबैलाई, नमस्ते। तपाईँहरूको घरमा अब सोसियल मिडिया चलाउने सबैको बानी भइहाल्छ। स्पेसली यो भिडियो चाहिँ वुमेनहरूको लागि हो, जसले चाहिँ टिकटकमा गीतमा नाचेर समय खेर फाल्नुभन्दा चाहिँ सिप सिकेर केही न केही उद्यमशील बनेर केही न केही आम्दानी गर्न चाहिँ राम्रो हो। तर नेपालीहरू यस्तो सोचाइमा कमै लाग्ने गरेका छन्। दुःखदको कुरा हो। यो तपाईँले देखिरहनु भएको चाहिँ झोल साबुन है। यो झोल साबुन चाहिँ तपाईँले देखिरहनु भएको यो बोतलको हो। यहाँ चाहिँ मिनरल वाटरको बोतलमा चाहिँ झोल साबुन राखिएको छ। यो चाहिँ महिलाहरूले बनाएको, त्यो पनि नेपालमा है। हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एउटा कुरा त सबैभन्दा बढी चाहिँ राजनीति गर्ने चलन छ, अर्को कुरा चाहिँ म्याक्सिमम् सोसल मिडिया हेर्ने चलन छ। अनलिमिटेड डेटा किनेर हुन्छ कि के गरेर हुन्छ, अनलिमिटेड हेर्ने चलन चाहिँ हाम्रो छँदैछ। तर यी महिलाहरू देख्नुभएको छ, यी महिलाहरू चाहिँ सोसियल मिडिया हेरे तापनि केही समय निकालेर उहाँहरू चाहिँ ट्रेनिङमा व्यस्त हुनुहुन्थ्यो। यो ट्रेनिङ चाहिँ के थियो भन्दाखेरि 2 दिने के अरे डल्ले साबुन र झोल साबुन बनाउने ट्रेनिङ। यो ट्रेनिङ चाहिँ कसले दिएको थियो भन्दाखेरि चाहिँ महिला नवजागरण भन्ने संस्थाले। यो संस्था चाहिँ काठमाडौँमा छ। यो संस्थाले चाहिँ के गर्छ भन्दाखेरि महिलाहरूलाई चाहिँ जो चाहिँ आफूलाई अगाडि बढाउन चाहनुहुन्छ, जसले चाहिँ केही गरेर केही इलाम गरेर खान्छु भन्ने चाहनुहुन्छ, जो चाहिँ केही न केही घर बस्दाखेरि फुर्सदको समय सदुपयोग गर्ने भन्ने चाहनुहुन्छ भने यही समूहले चाहिँ तपाईँहरूलाई चाहिँ मद्दत गर्न सक्छ। त्यो पनि केमा अरे फ्री अफ कस्टमा। फ्री अफ कस्ट है, यो भनेको पैसा पर्दैन। उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने स्थानीय निकायहरूसँग, स्थानीय सरकारसँग चाहिँ सहकार्य गरेर उहाँहरूले चाहिँ दुना टपरी बनाउने, हाम्रो रैथाने हाम्रो सिपहरूलाई चाहिँ उहाँहरूले चाहिँ व्यापारीकरण गर्नको लागि चाहिँ सहयोग गर्नुहुन्छ। त्यसमध्ये चाहिँ के हो भन्दाखेरि टपरी बनाउने, त्यसपछि तपाईँको हातले धुप बनाउने, बाटेको धुप भन्छ, त्यसै गरी सेलरोटी बनाउने, त्यसै गरी अचार बनाउने, अनि अरू पनि धेरै छ यो संस्थाले गर्ने। इभन तपाईँको वुमेन्सहरूलाई कराते ट्रेनिङ पनि दिन्छु भन्दै हुनुहुन्थ्यो है। यदि तपाईँ चाहिँ वास्तवमै नारी हुनुहुन्छ र तपाईँ चाहिँ आफूलाई केही गर्नुपर्छ है, हामीले पनि पैसा कमाउनुपर्छ भन्ने लाग्छ भने चाहिँ तपाईँले चाहिँ यो समूहमा आबद्ध भएर यो समूहले सञ्चालन गर्ने विभिन्न तालिम चाहिँ त्यो पनि मुफ्त है, फ्री सित्तैमा तपाईँले लिन सक्नुहुन्छ। र यो तालिमका दिने जुन ट्रेनरहरू हुनुहुन्छ उहाँहरू पनि एकदमै फरासिलो हुनुहुन्छ। र यहाँको अध्यक्ष चाहिँ हाम्रो यशोदा खनाल हुनुहुन्छ, उहाँ पनि एकदमै मिलनसार हुनुहुन्छ। उहाँले सबै महिलालाई समावेशी रूपमा सहयोग गर्नुहुन्छ र उहाँले चाहिँ यस्ता तालिमहरू चाहिँ अहिले चाहिँ काठमाडौँमा गरिरहनु भएको छ, 31 नम्बर वडामा। त्यो बाहेक चाहिँ उहाँले यदि कसैले चाहनुभयो भने स्थानीय निकायसँग सरकार गर्नुभयो भने चाहिँ तपाईँहरूलाई पहुँच पुगेको ठाउँसम्म चाहिँ उहाँहरूले सहयोग गरेर तालिम दिन सक्नुहुन्छ। तपाईँले यदि कोही चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ यो महिला समूहलाई। यो महिला समूहले तपाईँले गरिसकेको तालिम पछाडि चाहिँ तपाईँले उत्पादन गरेको वस्तुहरू यदि मार्केटमा बिक्री गर्नु छ भने
त्यसलाई पनि बिक्री वितरणमा प्रवर्धन गरिदिनु हुनको लागि उहाँहरूले जोडदार सहयोग गर्नुहुन्छ। यदि तपाईँलाई वास्तवमै होइन केही त गर्नुपर्छ, सोसल मिडिया र टिकटक अर्काको क्रिएसन हेरेर अर्काको कन्टेन्ट हेरेर आफ्नो समय बर्बाद गर्दिन र म केही गरेर खान्छु, नेपालमा यसो 2-4 रुपियाँ पनि कमाउँछु र अब परिवारलाई अलिकति सहयोग हुन्छ भन्ने तपाईँलाई सोच छ भने तपाईँले यो भिडियो हेरिसकेपछि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ, तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कमेन्टमा आफ्नो क्वेसन्सहरू राख्न सक्नुहुन्छ। यति मात्रै होइन, तपाईँले चाहिँ कार्यक्रममा सहभागी भइसकेपछि विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि गर्न सक्नुहुन्छ है त। ओके, आजलाई यति भने यो भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। हुन त यस्तो भिडियोहरू खासै मन पराउँदैन नेपाली समाजले, तर पनि ज्ञान कुरा सिकाउने कुराहरू यो चाहिँ हाम्रो सामाजिक दायित्व हो भनेर मैले यो भिडियो चाहिँ आज यो युट्युबमा राखेको हुँ। ओके, सम्पूर्ण महिला दिदीबहिनीहरूलाई मेरो हार्दिक अनुरोध के छ भन्दाखेरि तपाईँहरू सिप सिक्नुहोस्, अगाडि बढ्नुहोस्। मार्केट ठुलो छ, सपनाहरू देखेर मात्रै हुँदैन, सपना साकार पार्ने आफ्नो कोसिस पनि हुनुपर्छ। यति भने मैले तपाईँहरूलाई यो समूहमा स्वागत गर्नको लागि यशोदा खनाल एकदमै रेडी हुनुहुन्छ। यो तपाईँले देखिरहनु भएको छ जो चाहिँ प्रशिक्षण लिनुभयो, उहाँहरूले तालिम लिनुभयो, उहाँले आफ्नो अनुभवहरू सुनाउनु भयो। बाँकी भिडियो म भन्दिनँ, अब आफ्नै तरिकाले हेर्नु होला, आफ्नै तरिकाले बुझ्नु होला। र तपाईँलाई इन्ट्रेस्ट छ भने, तपाईँ यदि गर्न चाहन्छु भन्ने एउटा महिला छ भने विदेशमा तपाईँले दुःख गर्नुभन्दा नेपालमै आफ्नै घरमा बसेर आफ्नै परिवारसँग बसेर फुर्सदको समयमा पैसा कमाउन सक्नुहुन्छ है, यो चाहिँ म ग्यारेन्टी गर्न सक्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो हेरिदिनुको लागि भएकोमा हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। जस्ट साइड हसलको लागि मात्र खोलेको होइन, यो हामीले अलिकति बढी ध्यान दिउँ र एकसाथ मिलेर यसमा अझै विकास गर्न ट्राई गऱ्यौँ भने यो हाम्रो अकुपेसन पनि बन्न सक्छ। हामीले यतिमा नै कहिले पनि रुक्नु हुँदैन। यो संस्थाबाट हामीले फ्युचरको लागि पनि आमा बनेर काखमा सजायो, कहिले दिदी बहिनी भई ओठमा मुस्कान ल्यायो, दुःख र आँसु लुकाई मुस्कुराउन सक्ने, आँखा दुःख र आँसु लुकाई मुस्कुराउन सक्ने, हरेक आरी बेहेरीसँग एक्लै जुझ्न सक्ने, वा नारी तिमी महान छौ, वा नारी तिम्रो महान शक्ति छ। निष्ठा पैसाले पनि यति धेरै गर्न सकिँदो रहेछ, चाह्यो भने के गर्न सकिँदैन। त्यो महिला समूह जहिलेदेखि जब दर्ता भयो, महिला समूह गठन भयो, मैले के निर्देश नमस्ते, मेरो नाम सुमित्रा थापा छेत्री हो। म यो महिला नवजागरण अभियानमा चाहिँ म पहिल्यैदेखि नै सक्रिय नै छु। अनि हामीले यहाँ तालिमहरू चाहिँ विभिन्न प्रकारको तालिमहरू चाहिँ लिइराखेकै छौँ। अहिलेसम्म चाहिँ राम्रै छ, कार्यक्रमहरू पनि गरिरहेकै हुन्छौँ। अनि साबुनको तालिम पनि हामीले आज तेस्रो दिनको तालिम लियौँ। जे होस्, अहिले अब गर्न सक्छौँ, हामीले साबुन पनि बनाउन सक्छु, अनि त्यो झोल पनि बनाउन सक्छु, र मैले बनाउँछु पनि भनेको छु। त्यो मैले अब चाहिँ साबुन किन्दिनँ, म आफैलाई पनि बनाउँछु। र मैले के सोचेछु भने हाम्रो जोस् गल्लीमा, हाम्रो गल्लीहरूमा चाहिँ मैले त्यो साबुन बनाएर, अब अन्तत साबुन 50 रुपियाँ छ, मैले चाहिँ त्यो साबुन चाहिँ म चाहिँ के विचार गरेको छु भने त्यो साबुनलाई 10 रुपियाँ कम गरेर बरु पहिला चाहिँ एकचोटि ट्राई गर्नुहोस्,
अनि ट्राई गर्नुहोस्। यदि अब राम्रो लाग्यो ऊ भयो भने तपाईँ लान सक्नुहुन्छ, अनि नभए होइन भने चाहिँ ठिकै छ भनेर मैले चाहिँ एकचोटि चाहिँ 10 रुपियाँ कममा 40 रुपियाँमा दिने भनेरै मैले चाहिँ गर्छु नै भनेर चाहिँ मैले सोचिरहेको छु र म गर्छु पनि। त्यस पछाडि कस्तो हुन्छ अनि हजुरलाई भेट्छु। नमस्ते। नमस्ते, म यशोदा खनाल, महिला नवजागरण अभियान नेपालको अध्यक्ष। हामीले चाहिँ आगामी दिनहरूमा विभिन्न कार्यक्रमहरू गऱ्यौँ, तर अहिले चाहिँ यो 3 दिने झोल साबुन र कडा डल्लो साबुनको 3 दिने तालिम हामीले दियौँ। यस तालिमको लागि सहयोग चाहिँ हाम्रो काठमाडौँ महानगरपालिका वडा नम्बर 31बाट भएको थियो र विभिन्न सङ्घ संस्थाका दाजुभाइ दिदीबहिनीहरूले पनि सरसहयोग गर्नुभयो र सहभागिता पनि हाम्रो राम्रो नै थियो। यसमा पनि हामी 50 आज चाहिँ हामीले हाम्रो महिला नवजागरण अभियान नेपालबाट चाहिँ हामीले 3 दिनको कडा तथा झोल साबुन बनाउने तालिम यहाँ महिला दिदीबहिनीहरूलाई दिएको थियौँ र महिला दिदीबहिनीहरूको सहभागिता चाहिँ निकै नै राम्रो थियो। हामीले 35जना कम्तीमा 35जना महिला दिदीबहिनीहरूलाई चाहिँ यो तालिम दिन सफल भएका छौँ। आगामी दिनहरूमा यो तालिमले चाहिँ महिला दिदीबहिनीहरूलाई उद्यमशीलताको मार्गतर्फ लग्छ होला। हाम्रो सोसाइटीमा धेरैजना अनइम्प्लोइमेन्ट हुनुहुन्छ है, अनइम्प्लोइड हुनुहुन्छ, स्पेसली वुमेन्स आर अनइम्प्लोइड एन्ड दे आर अल्सो इलिटरेट, बट दिस टाइप अफ स्किल है, यो जुन टाइपको हामीले स्किल चाहिँ अहिले महिला दिदीहरूलाई दिँदैछौँ, दिदीबहिनीहरूलाई पहिलेको समयमा चाहिँ हामीले धुप बाट्ने दिएको थियौँ, त्यसै गरी टपरी बनाउने दिएको थियौँ र यसपालि चाहिँ हामीले साबुन बनाउने दिएको छौँ। यो चाहिँ अलिकति हाम्रो SDG सस्टेनेबल डेभलपमेन्ट गोलतिर पनि मिट हुन्छ र यसले चाहिँ सोसाइटीमा चाहिँ इम्प्लोइमेन्ट, स्पेसली इम्प्लोइमेन्ट चाहिँ महिला दिदीहरूलाई चाहिँ दिनेछ भन्ने मेरो आशा छ र हजुरहरूको सामु यस्तै तालिमहरू ल्याउन सकौँ। मैले के निर्देशित गर्दछु भने तपाईहरुलाई म एउटा यसको कानुनी सल्लाहकारको हैसियतले के कुरोहरू गर्दछु भने तपाईहरुले यसै गरी बनाएर ल्याइदियो भनेदेखि यो टिम जुन कार्य समितिको टिम छ उसले कहीँ राखेर पसल गरेर पनि सबैलाई चाहिँ बिक्री वितरण गराउँछ। किन भन्दाखेरि तपाईहरुले गराएको मेहनतको चाहिँ फल पाउनु पर्यो नि त। हो यो उद्यमी महिलाहरूको जुन बनाएको सामानहरू अब यही भए तापनि अहिले तल ललितपुरतिर पुगिसक्नु भएको रहेछ र विभिन्न ठाउँमा बसे पनि यही काठमाडौँ वडा नम्बर 31-10 पेरिफेरीका ट्रेनिङ गर्नुभयो। अचार केही महिलाहरूले बनाएर बिक्री पनि गरेको मैले देखेँ। यही ट्रेनिङ गरेका महिलाहरूले त्यति मात्रै नभएर धुप केमिकल रहित धुप पनि तपाईहरुले ट्रेनिङ गर्नुभयो। यो बाटेर अहिले पनि त्यो बिक्री वितरण पनि भइराखेको छ। जुन चाहिँ टपरी भनेको अहिलेका चाहिँ महिलाहरूले अहिले भनौँ अहिलेका जेनजी युवाहरूले